नमस्कार साथीहरू, तपाईको आफ्नो प्रिय उज्यालो यात्रा च्यानलमा यहाँहरू सबैलाई स्वागत छ। साथीहरू, यदि तपाई आफ्नो जीवनमा केही नयाँ सिक्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब जरुर गर्नुहोस्। आजको यस भिडियोमा हामी तपाईलाई बताउने छौं कि बिहान उठेपछि कहिल्यै पनि यी कामहरू नगर्नुहोस्, अन्यथा तपाईका सबै कामहरू बिग्रिरहनेछन्। भक्तजनहरू, भनिन्छ कि सुरुवात राम्रो भयो भने अन्त्य पनि राम्रो हुन्छ, र यदि सुरुवात र अन्त्य दुवै राम्रो छ भने सबै कुरा सधैँ राम्रै रहन्छ। साथीहरू, धेरै यस्ता कामहरू हुन्छन् जुन बन्दा बन्दै बिग्रन्छन्, अर्थात् एक्कासी बर्बाद हुन्छन्। त्यसैले भनिन्छ कि जीवनको सबैभन्दा ठूलो मूल मन्त्र यो हो कि बिहानको समयमा केही यस्ता कार्यहरू हुन्छन् जसलाई भुलेर पनि जानी नजानी गर्नु हुँदैन। यी कार्यहरू गर्नाले घरमा गरिबी पनि आउँछ र देवी देवताहरू पनि हाम्रो घरबाट बिदा हुनुहुन्छ। त्यसैले भक्तजनहरू, शास्त्रमा स्पष्ट रूपमा लेखिएको छ कि केही यस्ता कार्यहरू हुन्छन् जसलाई बिहानको समयमा भुलेर जानी नजानी पनि गर्नु हुँदैन, नत्र हाम्रो जीवनमा सधैँ दुःख, कष्ट र समस्या बनिरहन्छ। किनभने भक्तजनहरू, जुन व्यक्तिको बिहानको सुरुवात राम्रो हुन्छ उसको हरेक काम बन्छ। यदि बिहानकै सुरुवात राम्रो भएन भने उसको हरेक काम बिग्रदै जान्छ। त्यसैले बिहान उठेर केही यस्ता कार्यहरू छन् जुन तपाईले पक्कै गर्नुपर्छ, र केही यस्ता कार्यहरू पनि छन् जसलाई तपाईले भुलेर जानी नजानी पनि गर्नु हुँदैन। हाम्रा पुर्खाहरू पनि यी कार्यहरू गर्दैनथे, र आजको भिडियोमा पनि हामी तपाईलाई बताउने छौं कि कुन कार्य तपाईले पक्कै गर्नुपर्छ र कुन कार्य भुलेर पनि गर्नु हुँदैन। भक्तजनहरू, साँचो हृदयले भिडियो लाइक जरुर गर्नुहोस् र कमेन्ट बक्समा जरुर लेख्नुहोस्, जय सूर्यदेव, जय माता लक्ष्मी, जय हनुमान। साथीहरू, बिहान बिहान उठेर यो एउटा चीज जरुर खानुपर्छ। यसले जीवनभर धनको कमी हुँदैन, वर्षभरि धन र ऐश्वर्यको पछि भागिरहनु पर्दैन। भगवान श्रीकृष्ण भन्नुहुन्छ, बिहान बिहान एउटा चीज जसले पनि खान्छ उसको घरमा धन र वैभव तीव्र गतिमा आकर्षित हुन्छ। त्यो व्यक्तिले रातारात लक्ष्मी माताको कृपा प्राप्त गर्दछ। साथीहरू, तपाईले अक्सर मानिसहरूलाई गुनासो गरेको सुन्नु भएको होला कि उनीहरूको घरबाट दरिद्रता र पैसाको अभाव हटेको छैन। उनीहरू दिन प्रतिदिन धनको अभावमा जाँकिँदैछन्। सायद यो सब तपाईसँग पनि भइरहेको होला, तर तपाई यी सबैका पछाडि लुकेको कारण जान्न सक्नुहुन्न। कारण हो तपाईले गरेका केही गल्तीहरू। हाम्रा धर्मशास्त्रहरूमा धेरै यस्ता नियम र कुराहरू बताइएका छन् जुन हाम्रा पुर्खाहरू र अग्रजहरूले हामीलाई सम्झाउने गर्थे, तर आजको समयमा कोही पनि यी कुराहरूमा ध्यान दिन आवश्यक ठान्दैनन्। तर जब तपाईको अगाडि धनलाई लिएर धेरै समस्याहरू आउँछन्, तब अक्सर मानिसहरू यसको पछाडिको कारण जान्न चाहन्छन्। घरमा दरिद्रता आउनुको कारण हामी स्वयं हौं। हाम्रा कार्यहरू नै सफलतामा अवरोध बन्छन्। यदि तपाई पनि बिहान उठेपछि केही यस्ता कार्य गर्नुहुन्छ भने तपाई आफै दरिद्रतालाई आफ्नो घरमा निमन्त्रणा दिँदै हुनुहुन्छ। त्यसैले साथीहरू, आजको यस भिडियो मार्फत हामी तपाईलाई ती कार्यहरूका बारेमा बताउने छौं जसलाई तपाईले बिहान उठेपछि भुलेर पनि गर्नु हुँदैन। आउनुहोस्, जानौं ती कुन कार्य हुन् जुन बिहान उठ्ने बित्तिकै गर्नु हुँदैन, र साथै हामी जान्ने छौं कि कुन चीज बिहान खाली पेटमा खाँदा सम्पूर्ण धन प्राप्त हुन्छ। तर त्यो भन्दा पहिले साथीहरू, तपाईसँग अनुरोध छ कि भिडियोलाई लाइक गर्नुहोस्, आफ्ना साथीहरूसँग शेयर गर्नुहोस्, र यदि तपाईले अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरेर बेल आइकन जरुर थिच्नुहोस्। नम्बर 1, ऐनामा आफूलाई हेर्नु। साथीहरू, बिहान उठेपछि तपाई सबैभन्दा पहिले आफूलाई ऐनामा हेर्नुहुन्छ भने यो गल्ती कहिल्यै नगर्नुहोस्। शास्त्रमा यस कुराको धेरै पटक उल्लेख गरिएको छ कि बिहान पहिले ऐना हेर्नु हुँदैन। बिहान उठ्ने बित्तिकै ऐनामा आफ्नो अनुहार हेर्नु दरिद्रता, दुर्भाग्य र मुसिबतलाई निम्त्याउनु हो। त्यसैले बिहान उठ्ने बित्तिकै ऐना नहेर्नुहोस्, यस कुराको विशेष ध्यान राख्नुहोस्। नम्बर 2, बिहान उठेपछि भोजनको सेवन। साथीहरू, आजको युगको कुरा गर्ने हो भने मानिसहरू उठ्ने बित्तिकै चिहा नास्ता गर्छन् वा भोजन गर्न थाल्छन्।
यदि तपाईँ पनि यही गल्ती गर्नुहुन्छ भने तपाईँलाई बताइदिउँ कि शास्त्र अनुसार स्नान नगरी र दाँत सफा नगरी अनि सूर्यदेवलाई जल नचढाई अन्न खानु वर्जित मानिएको छ, किनभने सूर्यबाटै हामीलाई अन्न प्राप्त हुन्छ र सूर्यदेवलाई धन्यवाद नदिई अन्न खानु अनुचित मानिन्छ। जसलाई बिहान उठ्ने बित्तिकै चिहा खाने बानी छ उनीहरूले तुरुन्तै यसलाई त्यागुन्। दाँत सफा नगरी नखानुहोस् वा कम्तीमा कुल्ला अवश्य गर्नुहोस्। नम्बर 3, आफ्नो भाग्यलाई धिक्कार्नु। बिहान उठ्ने बित्तिकै आफ्नो किस्मत वा भाग्यलाई सराउनु अत्यन्तै अशुभ फलदायी हुन्छ। बिहान उठ्ने बित्तिकै केवल ईश्वरको ध्यान गर्नुपर्छ, तब मात्र पूरा दिन शुभ र फलदायी हुन्छ। नम्बर 4, साथीहरू, गङ्गाजलको हाम्रो शास्त्रमा ठूलो महत्त्व छ। पौराणिक कथा अनुसार गङ्गा एउटा यस्तो नदी हो जहाँ स्वयं देवी देवताहरूले स्नान गर्नुभएको छ। त्यसैले गङ्गाको जललाई अत्यन्तै पवित्र मानिन्छ। राति सुत्ने समयमा तामाको लोटामा केही गङ्गाजल भरेर राख्नुहोस् र रातभर आफ्नो सिरानीमा राख्नुहोस्। बिहानको समयमा यो जल लिएर आफ्नो ओछ्यानमा छर्कनुहोस् र त्यसपछि जल पिउनुहोस्। नियमित यसो गर्नुहोस्। भगवान कृष्ण भन्नुहुन्छ कि नियमित रूपमा जसले यसो गर्छ उसलाई युगौं युगको पुण्य प्राप्त हुन्छ। त्यस्तो व्यक्ति लक्ष्मीको कृपाले रङ्कबाट राजा बन्छ। मान्यता छ कि मृत्युको समयमा मुखमा गङ्गाजल हालिदिँदा पाप कर्म नष्ट हुन्छ र मोक्ष प्राप्ति हुन्छ। गङ्गाजल कहिल्यै अशुद्ध हुँदैन र कहिल्यै कुहिँदैन। नम्बर 5, यदि तपाईँ चाहनुहुन्छ कि जीवनबाट नकारात्मकता र दरिद्रता नाश होस् भने बिहान उठेपछि यो काम अवश्य गर्नुहोस्। बिहानै ऐना नहेरी भगवान कृष्ण वा ठाकुरजीको दर्शन गर्नुहोस्, नत्र हनुमानजीको दर्शन गर्नुहोस्। कोठाको भित्तामा उहाँहरूको तस्बिर लगाउनुहोस्, यसले उन्नति हुन्छ। बिहान उठ्ने बित्तिकै धरती मातालाई स्पर्श गरेर आशीर्वाद लिनुहोस् र क्षमा मागेर मात्र खुट्टा राख्नुहोस्, यसले भाग्यका बाधाहरू हट्छन्। स्नानपछि ठुलाको आशीर्वाद लिनुहोस्। यदि घरमा छैनन् भने उहाँहरूको तस्बिरलाई ढोक्नुहोस्। आउनुहोस्, अब जानौ बिहान के खानुपर्छ। नम्बर 1, जब तपाईँ घरबाट बाहिर निस्कनुहुन्छ बिहानको समयमा 2-4 गेडा चामल जरुर लिनुहोस्, यसले लक्ष्मीको असीम कृपा मिल्छ। नम्बर 2, काममा जाँदा भगवानलाई चढाएको फूल वा मालाको एउटा पात आशीर्वाद सम्झेर खानुहोस्, यसले ईश्वरको कृपा मिल्छ र काम सफल हुन्छ। नम्बर 3, साथीहरू, कृष्ण भन्नुहुन्छ कि शुभ कार्यका लागि निस्कदा मिठो खानुपर्छ। बिहान मिठो खानु सर्वोत्तम मानिन्छ, यसले सफलताका ढोका खुल्छन्। भगवानले यो पनि भन्नुभएको छ कि निधारमा चन्दनको तिलक लगाउनाले विजय प्राप्त हुन्छ, त्यसैले तिलक जरुर लगाउनुहोस्। शास्त्र भन्छ कि चन्दन लगाएर निस्कने व्यक्तिको कुनै पनि बाल बाङ्गो हुँदैन। साथीहरू, तिलक लगाउनाले कालले पनि केही गर्न सक्दैन र अकाल मृत्युबाट बचिन्छ। शास्त्र अनुसार सूर्यलाई जल चढाउनेले मान सम्मान प्राप्त गर्छन्, राम्रो स्वास्थ्य र लामो आयु मिल्छ। यसले छालाको चमक बढाउँछ, स्वास्थ्य लाभ मिल्छ। दिनहुँ घरबाट निस्कनु अघि थोरै दही र चिनी खानु शुभ मानिन्छ, यसले सफलता मिल्छ र नकारात्मकता हट्छ। स्नानपछि तुलसीलाई जल चढाउनुहोस्। तुलसीको सेवाले देवी देवता खुसी हुन्छन्। जसको घरमा तुलसी हुन्छ र हेरचाह गरिन्छ त्यहाँ सुख समृद्धि हुन्छ। साथीहरू, दिनहुँ पूजा गर्नुहोस्। दियो र अगरबत्ती बाल्नुहोस्, यसले नकारात्मक ऊर्जा नष्ट गर्छ, वास्तु दोष हट्छ। यसका साथै बिहानको वातावरण शान्त राख्नुहोस्। केही घरमा बिहानै कलह, कटु वचन र अपशब्दको प्रयोग हुन्छ, चाहे त्यो श्रीमान श्रीमती होस् वा अरू सदस्य। जहाँ बिहानै झगडा हुन्छ त्यहाँबाट लक्ष्मी माता तुरुन्तै जानुहुन्छ, त्यसैले बिहान मिठो बोल्नुहोस्। सुख शान्ति भएको घरमा लक्ष्मीको वास हुन्छ। साथीहरू, ज्योतिष शास्त्र अनुसार बिहान उठ्ने बित्तिकै आफ्ना दुवै हत्केला हेर्नुहोस्। हत्केलामा लक्ष्मीको वास हुन्छ, यसो गर्दा उहाँ प्रसन्न हुनुहुन्छ। बिहान उठेर स्नानपछि गौमाताको पूजा गर्ने र रोटी खुवाउने गरेमा सबै देवी देवता प्रसन्न हुन्छन्। गौमाताको सेवाले लक्ष्मीको विशेष कृपा मिल्छ। सूर्यदेवलाई जल जरुर चढाउनुहोस्। जहाँ यो नियम पालना हुन्छ त्यहाँ दरिद्रता टाढा रहन्छ। बालबालिकाको हातबाट जल चढाउन लगाएमा उनीहरूको बुद्धिको विकास हुन्छ। तसर्थ साथीहरू, यी थिए बिहान गर्नुपर्ने कार्यहरू र के खानुपर्छ भन्ने जानकारी।
यदि लक्ष्मी माताको आशीर्वाद चाहनुहुन्छ भने भिडियो लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र कमेन्टमा जय लक्ष्मी माता लेख्नुहोस्। नम्बर 1, शुभ कार्यमा कपुरको ठूलो महत्व छ। घरमा कपुर बाल्नाले वास्तुदोष र नकारात्मक ऊर्जा हट्छ। त्यसैले हप्तामा एक पटक कपुर बाल्नुहोस्। प्रकृतिले तपाईले दिएको कुरालाई दोब्बर बनाएर फर्काउँछ। धन समातेर राखेमा त्यो हराउँछ, तर अन्न दान गरेमा भण्डार भरिभराउ हुन्छ। नम्बर 2, साँझमा तोरीको तेलको दियोमा 2 वटा ल्वाङ राखेर बाल्नुहोस्। यसले पितृ र देवी देवताको आशीर्वाद मिल्छ। घरमा रोटी बनाउँदा तावामा दूधको छिटा मार्नुहोस्, दोष हट्छ। पहिलो रोटी गाईलाई दिनुहोस् र त्यसमा गुड वा चिनी राख्नुहोस्। चराचुरुङ्गीलाई दाना खुवाउनुहोस्, यसले कुण्डलीका दोष हट्छन् र उन्नति हुन्छ। सूर्यास्तपछि कुच्चो लगाउनु हुँदैन, नत्र लक्ष्मी भाग्नुहुन्छ र अलक्ष्मीको वास हुन्छ। उज्यालो यात्रा च्यानलले कहिल्यै गलत जानकारी दिँदैन, त्यसैले कमेन्टमा जय माता लक्ष्मी, जय सूर्यदेव लेख्नुहोस्। हाम्रो उद्देश्य जनकल्याण हो, त्यसैले यो भिडियो शेयर गर्नुहोस् ताकि सबैले लाभ उठाउन सकुन्। नम्बर 3, भोजनको थालीलाई सधैँ सम्मानका साथ टेबुल वा चकटीमा राख्नुहोस्। थालीलाई कहिल्यै एक हातले नसमात्नुहोस्। भिडियो लाइक गर्नुहोस्। भोजनपछि थालीमै हात नधुनुहोस्। जुठो नछोड्नुहोस्। थालीलाई खाट वा टेबुल मुनि नराख्नुहोस्। राति जुठो भाँडा नछोड्नुहोस्। भोजन अघि देवताको स्मरण गर्नुहोस्। खाँदा गफ वा रिस नगर्नुहोस्। परिवारसँग बसेर खानुहोस्। राति चामल, दही र सत्तु खाँदा लक्ष्मीको निरादर हुन्छ। आर्थिक कष्ट भएकाले यो नखानुहोस्। उत्तर वा पूर्व फर्केर खानुहोस्। भान्सामा बसेर खाँदा राहु शान्त हुन्छ। जुत्ता लगाएर नखानुहोस्। पानी वा चिया नपिई नबस्नुहोस्। नम्बर 4, ब्रह्म मुहूर्त वा साँझमा कुच्चो लगाउनु हुँदैन। कुच्चो लुकाएर राख्नुहोस्। खाट मुनि नराख्नुहोस्। घर सफा राख्नुहोस्। विशेष गरी ईशान र वायव्य कोण सफा राख्नुहोस्। बाथरुम भिजेको राख्नु राम्रो होइन। दक्षिण र पश्चिम दिशा खाली नराख्नुहोस्। भित्ता वा छतमा चिरा पर्न नदिनुहोस्, यो अशुभ हुन्छ। भिडियो लाइक र कमेन्टमा जय माता लक्ष्मी लेख्नुहोस्। नम्बर 5, घरकी स्त्रीको सम्मान गर्नुहोस्। दक्षिण फर्केर नसुत्नुहोस्। च्यातिएका कपडा नलगाउनुहोस्। पैसा पछाडिको खल्तीमा नराख्नुहोस्। नशा नगर्नुहोस्। झुटो बोल्दा बर्कत जान्छ। दाँत सफा राख्नुहोस्। जथाभावी थुक्ने बानी त्याग्नुहोस्। नम र कपाल काटेर सफा रहनुहोस्। नम्बर 6, वास्तु अनुसार पूजा कोठा बनाउनुहोस्। धेरै मूर्तिहरू नराख्नुहोस्। मूर्तिहरू आम्ने सामने नराख्नुहोस्। तिजोरीमा बेसारको गाँठो, कौडा र सिक्का पहेँलो कपडामा बाँधेर राख्नुहोस्। अत्तर वा अगरबत्ती राख्नुहोस्। सुकेका फूलहरू घरमा नराख्नुहोस्। नम्बर 7, साँझको समयमा सुत्ने, खाने, झगडा गर्ने वा यात्रा गर्ने काम नगर्नुहोस्। यसो गर्दा सङ्कट आउँछ। मदिरा र अनैतिक काम हुने ठाउँमा धन टिक्दैन। अपार धनका लागि हनुमानजीसँग क्षमा माग्नुहोस् र हनुमान चालिसा पढ्नुहोस्। नम्बर 8, वास्तु अनुसार घर सफा राख्नुहोस्। ढोकामा स्वास्तिक बनाउनुहोस् र कपुर बाल्नुहोस्। देहली पूजा गर्नेको घरमा लक्ष्मीको वास हुन्छ। केसरले स्वास्तिक बनाउनुहोस्। नम्बर 9, पिपलमा देवताको वास हुन्छ, त्यसैले शनिबार मात्र छुनुहोस्। शनिबार पिपलमा दूध, जल र तिल चढाउनुहोस् र दियो बाल्नुहोस्।